ल सबैजना एकछिन भेटौँ सबैजना भेटौँ सबैजना ए ल ल ल म भनिदिन्छु सर पठाइदिनु भन्नुभएको हो नि त ठेगानाहरू पठाइदिनुहोस् ल है केही कुराहरू यसो सुनाउनु पर्यो दुई चारवटा शब्द अनलाइन चाहिँ तपाईँको खुकुरी अलिकति हात काट्छ होला हो ठिक छ त्यस्तै हुन्छ स्टाइलै त्यस्तै स्टाइल ल सबैजनालाई नमस्कार छ हामीले आज त्यस्तो नौलो काम त गरेनौँ गरिराखेकै कुरा हो तर अलिकति बिरुवा चाहिँ हामीले होइन के रोप्यौँ त भन्दाखेरि राष्ट्रिय फुल लालीगुराँसको बिरुवा रोप्यौँ बिरुवा उपलब्ध कसले गराइदिनु भएको थियो ओके एनिवेज कहाँबाट आएको थियो महालक्ष्मीबाट हाम्रा श्रमदाता जीवहरूले धनकुटा महालक्ष्मी नगरपालिकाबाट एकछिन लाग्नुहोस् ल पठाइदिनु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु र यहाँ आज त्यो बिरुवालाई रोप्नका लागि उपस्थित सम्पूर्ण श्रमदाता जीवहरूलाई धन्यवाद छ हामी सधैँभरि काम गरिरहन्छौँ होइन श्रम संस्कृति भन्ने बित्तिकै काम हो हामी गफ पनि गर्छौँ होइन भाषण भूषण पनि अलिअलि गर्छौँ तर धेरै चाहिँ काम गर्छौँ काम गर्नुपर्छ भन्ने कुरा हो सधैँ नै हामीले काम गरिराख्नै पर्छ र आज यो अत्यन्तै रमाइलो ठाउँ पर्यटकीय स्थल भेरेटारमा अब यो गुराँसहरू मासिँदै गएको अवस्था छ त्यसले गर्दाखेरि हामीले एउटा रिचार्ज कार्यक्रम गऱ्यौँ भन्दाखेरि हुन्छ होला र यहाँ उपस्थित सबैजनालाई धन्यवाद दिन चाहन्छु काम गरिरहँ त्यही भन्छु धेरै ठुलो कुरो म गर्न चाहन्न हामीले रोपेका फुलहरू अब यो संरक्षित हुनुपर्छ सुरुमा होइन यहाँ अब चौपाया चराउने नचराइकन हुँदैन फेरि त्यो पनि अब कृषिमा परिहाल्छ चौपाया चराउनेहरूले पनि संरक्षण गरिदिनु होला र विशेष गरी यहाँका स्थानीय हाम्रो श्रमदाताहरू हुनुहुन्छ श्रम संस्कृतिका सदस्यहरू तपाईँहरूलाई मेरो अनुरोध छ यो हामीले रोपेको ठाउँहरूमा स्पट गरेर के यसो चाहिँ जाली जुली लगाएर हुन्छ या के कसरी हुन्छ त्यसलाई संरक्षण गर्नुपर्छ बिरुवा रोप्ने भनेको ठुलो अभियान हो श्रम संस्कृतिको हामीले जति थुप्रै रोपेका छौँ होइन जहाँ जान्छौँ बिरुवा मात्रै रोप्नुपर्छ बर्सातको समयमै रोप्नु फेरि पछि मङ्सिरमा गएर रोप्छु पुसमा रोप्छु भन्दाखेरि त्यो हुँदैन त्यसले गर्दाखेरि समयलाई चिन्नुपर्छ समयलाई नचिन्ने मान्छे सफल बन्न सकिँदैन मौसमलाई चिन्नुपर्छ यतिखेर के गर्ने त बर्सातको बेलामा त बिरुवा रोप्ने होइन हिउँदमा के गर्ने त्यो बिरुवामा पानी लगाउँ अब धेरै जस्तो मान्छे चाहिँ के छ भन्दाखेरि हाम्रो नेपालमा हामी हरेस खाइहाल्छौँ हुँदैन भनिहाल्छौँ त्यसले गर्दा पनि हाम्रो देश पछि परेको हो गर्दै गर्दैन हुँदैन मात्रै भन्छौँ फेरि कसैले काम गर्नु खोज्यो भने उसलाई गाली गरिहाल्यो अब आज पनि थुप्रो गाली आउँछ एकछिनमा होइन गाली त थुप्रो आउँछ होइन अहिले लाइभ भइरहेछ भने त्यहाँ पनि आइराखेको होला हेर नाटक देखाएको भनेर आइरहेको है त्यो खालको छ नि त हाम्रो समाज त त्यस्तो समाजलाई हामीले परिवर्तन गर्नै पर्छ श्रमदाता भनेको चाहिँ एकदम धेरै तपाईँको प्रतिबद्ध मान्छे कुरा बुझ्नुभयो त्यसले गर्दाखेरि त्यो खालको मान्छे बन्नुपर्छ अब यो बिरुवालाई हामीले हुर्काउनै पर्छ अब रोप्यौँ छोड्यौँ होइन भने फेरि गीत गाउनेले अर्को गीत निकाल्छ होइन यसलाई संरक्षित गर्नु पर्यो त्यो सानो त्यो जाली लगाएर पो हुन्छ कि कसरी हुन्छ संरक्षण गर्नुपर्छ यहाँका स्थानीय साथीहरूलाई म धन्यवाद दिन चाहन्छु तपाईँहरूले थुप्रै आज यहाँका मान्छेहरूले पनि भेला गरिराख्नु भएको छ खुसी लागेको छ र भोलि यो आउँदाखेरि हामीले रोपेको फुलहरू फुलिरहेको बेलामा होइन मजा आउँछ होला है होइन रमाइलो हुन्छ हामी चाहिँ फेरि काम गर्ने बित्तिकै काम गरिहाल्छौँ होइन भूत भन्ने थाहा छ
कसैले सुनेको छ भूत भन्ने थाहा छैन भने मलाई हेर्दा हुन्छ मै हो हो कामको भूत काम त तपाईहरु सबै भूत हुँदैन हैन काम त हामी त्यस्तो कामको त कालै हो काम नाथे त नि अम्मै यति काम गर्न मन लाग्छ मलाई काम गर्दा गर्दै बेहोस हुनु पा त भन्छु बेहोसै भएको छैन अहिलेसम्म काम गर्दा गर्दै श्रमदान गर्दा गर्दै बेहोस हुने है अनि साथीभाइले पानी सम्झाउँछ नि एकछिनमा होस आउँछ नि होस आउने बित्तिकै फेरि बेल्चा चलाइहाल्छ त्यो जोस छ तपाईँसँग ल त्यसो भने चाहिँ देश बन्ने भयो त्यो जोस छैन त हुँदैन ए 9 बजिसक्यो निन्द्रैमा है कहाँ हुन्छ अरू उठ्दाखेरि त हामीले तपाईँको चाहिँ 10 सालको मेलो खनिसक्नुपर्छ हो कि होइन त्यो जोस छ त्यतिको हुनुपर्छ के झाडी जाउँ त धरान त्यो चाहिँ भन्दिनँ है यहाँ अघि जुकाले खाँदै थियो खाओस् है भनेर हेरेका त्यत्रो भयो भोक त लाग्यो होला नि त त्यसलाई पनि छैन खाओस् न के छ मर्छु त म त्यति खाँदा डर लागिसक्यो होला साथीलाई त अघि मलाई थाहा थियो त्यो खाँदैछ छोड्दै त्यस्तो मनाउनुपर्छ मच्छरले टोक्दा पो मार्दिन हौ म त कुन दिन यताबाट सरर गयो भने जुका त थुप्रो हुन्छ होला होइन यता हेर्नु कता गएको त्यो पर पछाडि यता हेर्नु ए बहिनी अल्छी लागिगएछ हामी त यस्तो पनि छौँ नि त फेरि होइन सुन्नु है यहाँ सुन्नु म के भन्दैछु यति प्रतिबद्ध कडा हुनु पर्यो क्या दुखै पाएको छैन होइन गर्मी भयो भने गर्मी भयो भनिहालिन्छ म टन्डलापुर घाममा अस्ति 2 घन्टा सुतेको पानी पर्छ नि पानीमै पनि सुतिरहेको हुन्छ भन्नुको मतलब मैले के भनिरहेको छु यहाँ भन्दाखेरि हामीलाई दुःख थाहा छैन त्यसले गर्दा दुःख खोजेर हिँड्नु है ठुल्ठुलो ढुङ्गाहरू उचालिहिँड्नु ढाड चाहिँ नसर्कौँ तपाईँ कतिको तागतिलो हो त कतिको प्रतिबद्ध हो भनेर टेस्ट गर्नु मन लाग्दैन हो त्यस्तो बन्नुपर्छ त्यति स्ट्रङ बन्नुपर्छ शरीर त लुलै छ मन चाहिँ कहाँ त्यो स्ट्रङ मन भएको मान्छेले मात्रै नेपाललाई बनाउन सक्छ होइन भने यसो पानी पर्यो काम त गर्नु मलाई त्यो पानी परिहाल्यो घाम लाग्यो आज चर्को भयो कहिले मुड फ्रेस नहुने आफू काम नगर्ने अरूले पनि गरेको तपाईँको चाहिँ मन नपर्ने हेर नाटक गरेको हुँदैन त्यो गुराँस त कसले खाइहाल्छ मरिहाल्छ भन्छ हामीले रोपेको सबै बिरुवा मर्छ त केही चाहिँ मर्न सक्छ तर सबै मर्दैन मार्नु हुँदैन पानी लाउन आउनुहोस् तपाईँहरू म भन्न चाहन्छु म जहाँ भए पनि होइन तपाईँहरूलाई भनिरहन्छु पानी लगाउनुहोस् है कहाँबाट ल्याउने पानी नै छैन त्यो बहाना हो फेरि कम्मर जानुहोस् हिँड्दै होइन नमस्ते जरा हिँड्दै जानुहोस् खाली खुट्टा अनि हिँड्दै लिएर आउनुहोस् आउँदाखेरि त्यो तपाईँको पाखा आउँदा हुन्छ झुन्डिँदै जुगा घारीमा खाओस् न जुगाले पनि होइन अनि पानी लगाउनुहोस् बचाउनुहोस् त्यो पनि भन्न चाहन्छु त्यति कठोर तपाईँको तपस्या हाम्रो मनमा हुनुपर्छ त्यो पनि भन्न चाहन्छु अहिले हेर्दा हेर्दा यहाँको गिट्टी उठायौँ नि होइन उठायो कि उठाएनौँ अल्छी लागेपा उठ्थ्यो उठ्दैन थियो सबैजनालाई म भन्न चाहन्छु कोही पनि नठग्नुहोस् यहाँ सुरक्षाकर्मी पनि हुनुहुन्छ सबैजना होइन ठग्नु हुँदैन देशलाई ठगेर हुन्छ देश बन्छ अलिकति ठग्नु पा त अलिकति भए पनि भ्रष्टाचार गर्नु पा त कमिसन अलिक खानु पा त ठेकदारहरू होला यहाँ पनि होइन ठेकदारले पनि कत्रो बनाउनु पर्ने ठेका त्यतिकै बनाउनुहोस् होइन 5 इन्चको बाटो बनाउनु पर्ने 3 इन्चको भनेर 2 इन्चको चाहिँ यता हालेर घर नबनाउनुहोस् बाटो बनाउने पैसाले घर बनाएको कारणले देश नबनेको हो कि होइन घरिघरि त रिस पनि उठ्छ तर रिसाउनु मिल्दैन र मात्रै मन नरिसाएको मिल्छ त म रिसाउनु मिल्दैन त्यसले गर्दा हामी इमानदार बन्नुपर्छ के बन्नुपर्छ इमानदार त्यो इमानदारी कसले सिकाउँछ
श्रमदाताले त्यो श्रमदाता को हो तपाईँको हार्दिक सलाम है देशभक्ति इमान्दारी सिकाउनुपर्छ त्यो ठेकदारलाई खबरदार भनिरहेको छु मैले तपाईँहरू सबैजनाले हेर्नुपर्छ 5 इन्चको बाक्लो बाटो बनाउनु पर्नेमा 3 इन्च मात्रै बनाएर आउने होइन उसको फाइदा त छ त त्यही माथि कति साह्रो चाहिएको फाइदा पनि क्या जतिलाई फेरि यो ठेकदारलाई भने होइन है नरिसाउँ सबैलाई भने तर रिसाउँदा फरक पर्दैन के जान्छ होइन हो सबैजना यहाँ यातायात व्यवसायीहरू पनि हुनुहुन्छ 50 रुपियाँको भाडामा 100 रुपियाँ नलिहाल्छ त्यो पनि भ्रष्टाचारै हो हल्का साम्बाङले मात्रै भ्रष्टाचार नगरेर देश बन्ने हो र सबैले गर्नु हुँदैन अनि न देश बन्ने होला होइन र त्यो चिज हो त्यो पनि भन्न चाहन्छु अब फोहोर यताभरि फाल्दो रहेछौँ है फोहोर पनि नफाल्नु धरानतिरबाट त्यो आउँछ होइन गाडीहरू त्यतिको दिउँ होला सबैलाई त्यो पनि भन्न चाहन्छु अलिक बिस्तारै सुरु गरेको अलिक साह्रो बोल्यो त्यहाँहरू सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु श्रम संस्कृतिमा जोडिनु होला है पैसरी नै काम गर्नुपर्छ पाखाभरि फुलै फुल फलै फल है अम्बक कुहिराखेको होइन त्यो के जातिहरू सुन्तला त यता हुँदैन सुन्तला पनि कुहिराखेको अब काटो कुहिराखेको फलाफल होस् न पाखाभरि त्यस्तो देश बनाउने कि नबनाउने म एक्लैले बनाउन सक्छु र जोडिनु पर्यो उता युवाहरू पनि हुनुहुन्छ है आज यसो आइयो रमाइलो गरियो यसो सुनायो साथीले भन्ने होइन अब त्यस्तो बन्नुपर्छ पाखा पस्दाखेरि त आम्मा है फल कति खाने कुहिराखेको क्या कसले खान्छ त्यो उता फाल आँपहरू क्या उता फाल एकजना आयो त्यस्तो होस् न एकजना आँपकै 100 रुपियाँ पुगिसक्यो भारतबाट लिएर कहिले आउँछ र खान्छु बन्छ अहिलेको युवा हुन्छ केमा भुलिरहेको छ भन्दा ल्यापटपमा मोबाइलमा एआईमा मजाको आँपहरू हेर्दै बसिरहेको त्यस्तो धरती बनाउने कि नबनाउने बनाउनुपर्छ होइन त्यो बनाउने हो यो प्रक्रिया यो अभियान भनेको रोकिँदैन कहिले पनि देशैभरि म भनिरहेको छु फलफुलको बिरुवा रोप्नुहोस् आँप सुन्तला के थोक फल्नु पर्ने हो सबै रोप्नु न चरा देख्नुभयो यता चरा छैन किन नभएको खानेकुरै छैन के बस होइन यतैभरि काफलहरू होइन तपाईँको ऐसेलुहरू किम्बुहरू रोपिदिउँ भने चरा आइराखेको अमेरिकाका चरा पनि आइराखेको भिजै नलाई होइन पासपोर्ट चाहिँदैन त्यसलाई त आइराखेको त्यस्तो धरती बनाउने कि नबनाउने हामीले केही छैन हाम्रो देशमा रोजगारी पनि नभएर खालि उता साउदी कता गइन्छ होइन सबैको गोजीमा पासपोर्ट होला बनाउनु आँटेको होला नभनेको मात्रै हो यहाँ लुकेर कोरियन भाषा सिक्दै होला हो किन भन्नु न अनि त्यसै बन्छ त देश बन्दैन दुःख गर्नुपर्छ मैले यो चाहिँ तपाईँहरूलाई भनेको होइन मिडिया मार्फत विरोध गर्नेहरूलाई भनेको हामीलाई भन्यो हकार्यो भनेर रुनु आँटेको जस्तो रिस उठिरहेको जस्तो देखेका तपाईँहरूलाई भनेको होइन मिडिया मार्फत दिमाग लगाउनु परेन मैले मिडिया मार्फत मलाई विरोध गर्नेहरूलाई भनेको विरोध गरिराख्नुहोस् न हामीले गुराँस रोपिसक्यो है फुलेपछि चाहिँ तपाईँहरू नै आउनु ट्याक्क सेल्फी आउनु मलाई गाली गर्नु पर्छ हल्दारले रोपेको हल्दार भन्छ नि है हल्दार हुनु त ठुलो कुरा हो यहाँ पनि हल्दार हुनुहुन्छ है चोर हुनु पो गलत त होइन र चोर पो हुनु भएन त हल्दार त हुनु पऱ्यो नि सबैजना हल्दार हुने भन्न चाहन्छु र अन्त्यमा सबैलाई रमाइलो भएको छ फेरि अर्को 5-4बाट पनि आयो भने फेरि अर्को लट पनि रोपौँ है दिपकजीहरूले कता रोप्ने ठाउँ चाहिँ क्लियर गरिरह है त हस् थ्याङ्क यू सो मच नमस्ते